जस्तो आइरहेको छ। भेन्टा कलर भनेपछि मलाई याद आयो यहाँ भेन्टा कलर भनेपछि पर्पल। भेन्टा कलर भनेपछि जसलाई भेन्टा मन पर्दैन त्यही मान्छेहरू भेन्टा कलरमा परेको छ। म चाहिँ व्हाइट टीमा कालो मान्छे व्हाइट टीमा भएर होला पछि भइरहेको मलाई त होइन मेरो बहिनी पनि मेरै टीमा परेको त्यही भएर झन् पछि भइरहेको हरियो सागपात मतलब हरियो ग्रिन कलर हरियो सागपात भनेपछि आँखा देख्ने भन्छ नम्बर लिएर चाहिँ पछाडि गएर रातो रातो भनेपछि डल्ले खुर्सानी टोइलेट बस्न लाग्थे अब हामी काठमाडौँ क्यारेक्टर गर्नेछौँ। अब मेरो दुईजना पढकाको Caricature. हामी कार्टुन क्यारेक्टर खुशबू खाली पेट मुझे दिमाग की कॉपी नहीं चलती। आइडिया बट समोसा खाना शुरू हो जाए। समोसा जय हो लो समोसा हरायो। मास्टर पास चलायो गाडी पुग्यो खाडी उडा विदेशको खाडीमा यता भोलि अर्कैको गाडीमा
जब जाँदा पका खाए रोटी बोक्दा ज्योति आलु धेरै खाएको किराँतीमा धेरै झोटियाले धोका पाए सकियो भने यसो हल्का ओके ओके पहिलोचोटि स्टेजमा आएर बोल्दाको मेरो भान्जाहरू बोल्नै सकेन केही छैन आन्दोलन गरेर भागको पद पनि छिन्दियो कता गयो गयो बस्ने ठाउँ पनि गयो भाडामा बसिरहेका मान्छेले पनि बस्नै दिन्न कस्तो देखियो गरीबदेखिले पनि हेर्ने गरेर खाली हातले नोटपत्र नहेर गरीबदेखिले पनि हेर्ने गरेर खाली हातको नोटपत्र नहेर ऐना त घरभित्र बस्नेले प्लिज प्लिज बदल्न लगिले त नफेर के भने मलाई विषय हो डाइलग जस्तो के भनेको एउटा चिन्तामा सात 70 साल राजकोशी गोरकोशी उफ्रियो नातालाई खाने क्लबका हेर्ने ठुलो टोली टाइममा दुध पाइयो व्हाट इज द सल्युसन कतिजनाले बुझेन मैले बुझेन
चिनाएर राख्नु होला फ्युचरमा